आज चाहिँ पिरो चाउचाउ बनाएर खान लाग्यो। यहाँ चाहिँ मासु सासु काटेर रेडी बनाएँ अनि मासु हालेर खाएको चाहिँ मलाई एकदम मनपर्छ चाउचाउमा। हेर्दै जानु लास्टसम्म। यिनीहरूले तेल सेल तातिसक्यो अब मासु हाल्छु। यहाँ फेरि धनियाँ सनियाँ काटेर रेडी। यहाँ चाहिँ मासु पाक्दैछ। यसलाई चाहिँ हल्का मसिनो गर्नुपर्ने, तर पाक्दा पाक्दा अझै मसिनो हुन्छ होला। लोकल कुखुराको मासु हो नि त, फेरि काँक्राको मासु छिप्पाएर काटेको मासु चाहिँ लगभग पाकी सर्न लाग्यो। तर अहिले त पाक्दैन कि, अझै 3-4 मिनट त भुट्नुपर्छ। त्यति ठुल्ठुलो चिस्क्यो अहिले हेरेन कति सानो सानो भइसक्यो। पिरो चाउचाउ बनाउने मान्छे चाहिँ म फेरि गाइस सब्सक्राइब चाहिँ गरिदिनु होला। फेरि त्यो चाहिँ यतिको रातो हुने गरेर भुटेँ त गाइस। यतिको भुट्दा हुन्छ कि अझै भुट्नुपर्छ थाहा त छैन, तर यतिको रातो भएपछि चाहिँ हुन्छ होला जहाँसम्म आउँछ। अलिक भुटेको मासु चाहिँ यहाँ राखेँ। अनि अब चाउचाउमा पानी तताउँदैछु। पिरो चाउचाउ चाहिँ यो है, कोले खाइचाउ जापानमा हुनेले खाएकोले चाहिँ कमेन्ट छोडिदियो है त। यिनीहरूले चाउचाउ उमाल्ने बेला आयो। अनि चाउचाउमा चाहिँ यस्तो सस हुन्छ एउटा, यो चाहिँ पिरो हुन्छ, यो चाहिँ भित्र तिलसिल के हुन्छ त्यो त थाहा भएन। चाउचाउ चाहिँ यस्तो भयो। अब यो उम्लेपछि चाहिँ मस्त पिरो हुन्छ कि। आज चिसो मौसम छ बाहिर, यो हालेर सस हालेर खानुपर्छ। चाउचाउ चाहिँ फाइनल्ली उम्लिसक्यो। टुप्पोले उम्लिसक्यो, उम्लिन त फाइनल्ली बोइल पनि भइसक्यो। यसलाई खाने बेला आइसक्यो। यो फेरि खाने मान्छे यो त रेडी भएर बसिन्छन्। के भयो फाइनल्ली। अब सस हाल्ने पाला आयो। दाँतले हो कि फेरि सस कतिवटा हाल्ने? सस पुरै हाल्ने, दुइटै हाल्ने। यो सस चाहिँ यही सस हो फेरि पिरो नि। यता तेलको बोतल पनि गयो। यता घाँस छिराइदिउँ होइन। त्यसपछि फेरि यो अर्को सस हालिदिउँ। 50% है, यो 50 हल्का धेरै जस्तो यति हाल्ने। सस चाहिँ पुरै नहाल्ने विचार गऱ्यौँ कि एकदम पिरो हुन्छ फेरि। अहिले वाइ भन्छ। यो चाहिँ फेरि यो भित्र के हुन्छ भन्दा यस्तो हुन्छ कि, के चिज हो यो यस्तो हुन्छ। अनि फेरि यता पनि छ अर्को, यो त पुरै हालिदिने कि मिठो हुन्छ फेरि। यो भयो। मासु चाहिँ हालिसकेको है पहिल्यै। फेरि यो फेरि धनियाँ माथिबाट खरर छरिदिनु। एउटा पनि नरहोस् कि धनियाँ त। यो चाहिँ चपस्टिक भयो। आलुले घचा मोल्दिने होइन यस्तरी। यो माथि परायो। यसलाई चाहिँ यस्तरी मोल्दिने, त्यसपछि खाइदिने। देखिएन त हेर्दै खाम जस्तो। अझ यसमा लेमन हुने भने लेमन मस्त निचारेर अलिअलि लेमन हाल्नु पाए झन् बब्बल मिठो हुन्थ्यो होला जस्तो लाउँछ मलाई। ए यसमा चाहिँ कोक फेन्टा च्याप्पा छ फ्रिजमा। कोक फेन्टा निकाल्यो होइन। त्यसपछि खायो। ल फाइनल लुक चाहिँ यस्तो देखियो है त हाम्रो चाउचाउ। कलर चाहिँ मैले सागमा हालेर खाने निर्णय गरेँ। कस्तो हुन्छ उसमा युट्युबमै देखेको कि मैले यसरी हालेर खाने पनि होइन। दोस् ट्राई गरिदिनु। रामेन चाहिँ मेरो यस्तो भएछ है। बाबा